हेलो साथीहरू नमस्कार। म अहिले यहाँनिर बेलबारी र लक्ष्मीमार्गको बिचमा छु। रातिको लगभग 7:30 हुन लागेको छ होइन। तर यहाँनिर राति नभने पनि यो एसियन हाइवे चाहिँ रातभरि भयो। यहाँ अहिले काम चलिरहेको छ। यहाँ लोडरहरूले काम गरिरहेको छ। यहाँनिर यो गाडीले चाहिँ यो बत्ती गोजालिदिइराखेको छ भने पर पनि तपाईँहरू देखाइरहेको छु। पर पनि काम भइरहेको छ। राति दिउँसो सबैतिर चाहिँ यहाँनिर काम भइरहेको रहेछ। यही स्पिडमा काम भयो भने हाम्रो यो पूर्व पश्चिम राजमार्ग काँकरभिट्टादेखि लामसम्मको राजमार्ग चाहिँ चाँडै नै बन्ने छ भन्ने आशा चाहिँ लागेको छ। अहिले यतातिर एक लाइनको काम चाहिँ हुँदैछ भने उत्तरतिरको ल्यान्ड काम हुँदैछ भने दक्षिणतिरको ल्यान्डमा चाहिँ एकतर्फी चाहिँ गाडी चाहिँ कुदिरहेको अवस्था छ। हामी चाहिँ त्यतिखेर चाहिँ यहाँ राति पनि काम गरिरहेको छ। ल साथीहरू, आजको अपडेट त्यस्तै थियो। म पनि यहाँनिर बाटोमा जाँदै थिएँ, घर जाँदै थिएँ। त्यही भएर यहाँ देखेर काम गरेको देखेर काम चलिरहेको थियो देखेर रोकेर यो सानो एउटा भिडियो बनाएर हालौँ भन्ने लागेर मैले चाहिँ रोकेर हालेको है।